ल सबैजनालाई गुड मर्निङ। म चाहिँ माई खोला इलाम राजदलीको अपडेट नहालौँ भन्छु, तर के गर्ने, सबै साथीहरूले फोन गरेर सोधै गर्छन्। आज 7 गते 8 गतेको चाहिँ 3 महिना 8 गतेको चाहिँ यो अवस्था यस्तो छ, गाडी चाहिँ कुदिरहेको अवस्था छ। अपडेट नगरौँ भन्छु सबैजना। कोही चारलीबाट फोन गर्छन्, कोही डानाबाट फोन गर्छन्, कोही बिरताबाट चाहिँ म्यासेन्जर गर्छन्, भाइ भिडियो हालिदिनु पऱ्यो, कस्तो छ त्यहाँको अवस्था भनेर सोधिरहेकोले चाहिँ मैले चाहिँ बाध्यतावश भिडियो हाल्न बाध्य भएँ। तर तपाईँहरूलाई चाहिँ यहाँ आजको अवस्था चाहिँ यस्तो छ, माइखलामा गाडी जामै छ, तर गाडी चाहिँ कुदिरहेको अवस्था छ। पहिरो खासै त्यस्तो साह्रो झरेको छैन, झरे तपाईँ त्यहाँ बनाइरहेको छ स्क्याभेटरले। गाडीहरू चाहिँ वेट गर्दै पास भइरहेको अवस्था छ। सम्पूर्ण मैले जानकारी गराएँ। ठुल्ठुलो बसहरू देख्न सक्छौँ, माथि पनि ठुलो बसहरू गइरहेको अवस्था छ। ल सम्पूर्णलाई धीरे धीरे जान सक्नुहुन्छ। अब टुकु चाहिँ भन्न सकिएन, तर धीरे धीरे बिस्तारै चाहिँ गाडीहरू पास भइरहेको अवस्था छ। यहाँ जाम 1 घन्टा 1.5 घन्टा बसे तापनि 1-1.5 घन्टा यसो वेट गरेर चिया नास्ता खाएर पिसाब गरेर तपाईँहरू चाहिँ यो भिड चाहिँ छिचोरेर जान सक्नुहुन्छ। यो चित्रेटी भिड चाहिँ छिचोरेर जान सक्नुहुन्छ। आज चाहिँ 8 गते हो, 8 गतेको चाहिँ अवस्था यस्तो छ है। मैले सबैलाई अवगत गराएँ। हस् त, थ्याङ्क यू, नमस्ते।